नेपाल रिपब्लिक मिडियाले आफूलाई नेपालको पहिलो र एकमात्र सार्वजनिक रूपमा सूचीकृत मिडिया कम्पनी भएको दावी गर्छ। यो कम्पनीले 2080 साल जेठमा आइपिओ बेचेर 43 करोड 53 लाख रुपैयाँ सर्वसाधारणबाट सङ्कलन गरेको थियो। कुल स्वामित्वमा झन्डै 45% आम नागरिकको हिस्सा भएको यो कम्पनी अहिले गम्भीर श्रम समस्याबाट गुज्रिरहेको छ। नियमअनुसार तलब सुविधा नपाएको भन्दै आफ्नै पत्रकार कर्मचारीले यहाँ ताला लगाएका छन्। तर कम्पनीले भने कर्मचारीले नागरिक रिपब्लिका सहितका प्लाटफर्म बन्द गराउन तालाबन्दी गरेको दावी गरेको छ। यी समाचारहरूले भन्छन् पत्रकार महासङ्घले नागरिक र रिपब्लिकाको प्रकाशन अवरुद्ध गर्न तालाबन्दी गर्यो, अर्थात् नागरिक बन्द गराउने प्रयास भयो। तर के महासङ्घले साँच्चै प्रकाशन रोक्न खोजेको थियो कि यो श्रम विवादलाई नागरिक बन्द गर्न खोजिएको भनेर फ्रेमिङ मात्र गरिएको हो? अहिलेलाई हेडलाइनहरूलाई एकछिन साइडमा राखेर उपलब्ध कागजात र तथ्यले के देखाउँछन् हेरौँ। नेपाल रिपब्लिक मिडिया लिमिटेडमा जारी श्रम समस्यासँग सम्बन्धित पत्र व्यवहार र कागजातहरू हेर्दा यो विवाद नयाँ होइन भन्ने देखिन्छ। नागरिक दैनिक, रिपब्लिका दैनिक, नागरिक रेडियो, नागरिक न्युज, माई रिपब्लिका लगायतका प्लाटफर्म चलाउने नेपाल रिपब्लिक मिडियामा कार्यरत 17 जना पत्रकार नियमअनुसार पाउनुपर्ने नियमित तलब सुविधा लामो समयदेखि नपाएको भन्दै नियामक निकाय हुँदै अदालत जाने तयारीमा छन्। उकुस मुकुस बोकेर काम गर्नेको सङ्ख्या पनि उत्तिकै छ। 2080 जेठमा आम नागरिकलाई आइपिओ बेचेर रिपब्लिक मिडियाले 43 करोड 53 लाख रुपैयाँ उठाएको थियो। त्यसअघि कोभिड महाव्याधिका बेला यो कम्पनीले 20 करोड रुपैयाँ सहुलियत कर्जा पनि लिएको थियो। सरकारी सहुलियत कर्जा र आइपिओ मार्फत ठुलो रकम जुटाएको कम्पनीले किन आफ्नै पत्रकार कर्मचारीलाई श्रमको मूल्य दिन आनाकानी गरिरहेको छ? यसको जवाब खोज्न यो मिडिया कम्पनी र नेपाल पत्रकार महासङ्घ बीच भएका पत्राचारहरू केलाउँ। नेपाल रिपब्लिक मिडिया र नेपाल पत्रकार महासङ्घ बीच 2078 सालदेखि नै पारिश्रमिक र सेवा सुविधाका विषयमा पत्राचार भइरहेको देखिन्छ। हामीले महासङ्घ र रिपब्लिक मिडिया बीच आदान प्रदान भएका 20 वटा पत्र केलायौँ। यसबाहेक कर्मचारीहरूले दर्ता गरेका निवेदन, नियुक्ति पत्र, सम्झौता र विज्ञप्तिहरू पनि हेऱ्यौँ। यी पत्राचारहरूमा केही पत्रकार र पूर्व पत्रकारका बक्यौता, जिल्ला संवाददाता तथा स्ट्रिन्जरहरूको पारिश्रमिक र कोभिडकालीन तलब कटौती जस्ता विषय उठाइएको छ। त्यसो त व्यवस्थापन र पत्रकारहरू बीच सहमतिको प्रयत्न पनि नभएको होइन। नेपाल रिपब्लिक मिडियाले नेपाल पत्रकार महासङ्घसँग 2 पटक लिखित सहमति गरेको भेटिएको छ। पहिलो 2079 वैशाख 6 मा र दोस्रो 2082 साउन 22 मा। यी सहमतिहरूमा मूल कुरा एउटै थियो, तलब नियमित गर्ने, कोभिडका बेलामा काटिएको तलब क्रमशः चुक्ता गर्ने, न्यूनतम पारिश्रमिक र कानुनी सेवा सुविधा लागू गर्ने र सामाजिक सुरक्षा कोष तथा सञ्चय कोष सम्बन्धी व्यवस्था मिलाउने। तर महासङ्घका पछिल्ला पत्र र विज्ञप्तिहरूमा सहमति कार्यान्वयन नभएको वा ढिलाइ भएको गुनासो दोहोरिएको देखिन्छ। यहीँबाट दबाव स्वरूप आन्दोलन अघि बढेको देखिन्छ। माघ 4 गतेदेखि चरणबद्ध आन्दोलन घोषणा गरेको नेपाल पत्रकार महासङ्घ अहिले तालाबन्दीमा पुगेको छ भने अर्को सङ्गठन श्रमजीवी पत्रकार सङ्घ पनि आन्दोलनमै छ। यसले देखाउँछ नेपाल रिपब्लिक मिडियामा पत्रकार कर्मचारीको आन्दोलन अचानक भएको होइन, लामो समयदेखि यहाँ चलिरहेको श्रम समस्याको परिणाम हो। नागरिक न्युजले तालाबन्दीलाई प्रकाशन प्रसारण अवरोधको प्रयास भनेर प्रस्तुत गरेको छ। मिडिया सञ्चालकहरूको एउटा संस्था मिडिया अलायन्स नेपालले पनि विज्ञप्ति निकालेर तालाबन्दीको विरोध गरेको छ। तालाबन्दीको घटनापछि सरकारका सम्बन्धित निकायहरूले नेपाल रिपब्लिक मिडियामा अनुगमन र निरीक्षण गरेको समाचार पनि यहाँ प्रकाशित भएका छन्। अर्थात् यो विषय अहिले मिडिया रिपोर्टिङको विषय मात्र रहेन, राज्यका सम्बन्धित निकायहरूले अनुगमन गरेको भनिएको छ र श्रम सम्बन्धी विवाद नियामक तह हुँदै अदालतसम्म पुगेको छ। रिपब्लिक मिडियाका शीर्षकहरूले तालाबन्दीलाई प्रकाशन बन्द र अवरुद्ध गर्ने प्रयासका रूपमा फ्रेम गरे पनि महासङ्घको विज्ञप्तिमा प्रकाशन र प्रसारण अवरोध नहुने गरी व्यवस्थापनको कार्यकक्ष बाहिर तालाबन्दी गरिएको उल्लेख छ। यसबाट तालाबन्दीको उद्देश्य समाचार कक्षमा अवरोध गर्ने वा प्रकाशन रोक्ने भन्दा पनि व्यवस्थापनमाथि दबाब दिनु थियो भन्ने बुझिन्छ। तालाबन्दीले प्रकाशन र वितरण अवरुद्ध गर्यो कि गरेन हेर्नुपर्ने हुन्छ। तालाबन्दीको दिन पनि पत्रिका छापिएको छ, अनलाइनका प्रकाशनहरू सुचारू छन्। श्रम अधिकार प्राप्तिका लागि त्यहाँ कार्यरत पत्रकार कर्मचारीले दबाब दिन उक्त मिडियाको व्यवस्थापनमा तालाबन्दी गरेको बुझिन्छ।
र यो विवाद फेसबुकमा पनि चर्किएको छ। महासङ्घका कोषाध्यक्ष रामकृष्ण अधिकारीले नागरिकलाई दुष्सूचना फैलाएको र पत्रकारिताको आधारभूत सिद्धान्तको धज्जी उडाएको आरोप लगाएका छन् भने नेपाल रिपब्लिक मिडियाका प्रबन्ध निर्देशक समृद्धि गेवालीले महासङ्घले आफ्नो निजी फोन नम्बर सार्वजनिक गरी बुलिङको गुनासो गरेकी छन्। अब व्यवस्थापन र महासङ्घबीच आदान प्रदान भएका पत्रहरूमा के छ हेरौँ। पत्रहरूमा बारम्बार दोहोरिएका मूल विषयहरू: नियमित तलब, न्यूनतम पारिश्रमिक, कोभिड कालमा तलब कटौती, सामाजिक सुरक्षा कोष, सञ्चय कोष, उपदान आदि आदि। यी माग पत्रमा 3 कुरा स्पष्ट उठाइएका छन्। पहिलो, संस्थाको स्थापना कालदेखि नै न्यूनतम पारिश्रमिक नपाएको। दोस्रो, कोभिड पछि करिब 43 महिनासम्म तलब 50 देखि 75% कटौती भएको। र तेस्रो, सामाजिक सुरक्षा कोष, सञ्चय कोष, उपदान, औषधि उपचार, चाडपर्व खर्च, बिदा र ग्रेड वृद्धि जस्ता कानुनी सुविधाहरू नदिएको। यसले देखाउँछ यहाँको मुख्य समस्या तालाबन्दी होइन, पत्रकार कर्मचारीको श्रम अधिकारको मुद्दा हो। यो विषय आन्दोलनमा मात्र सीमित छैन। त्यहाँ कार्यरत पत्रकार गोविन्द लुइटेलले दायर गरेको एउटा मुद्दामा अदालतले पत्रकार कर्मचारीलाई नियमानुसार तलब सुविधा उपलब्ध गराउन आदेश दिएको देखिन्छ। तर अदालतको आदेश समेत नेपाल रिपब्लिक मिडियाले कार्यान्वयन गरेको छैन। श्रम अदालतको फैसला कार्यान्वयन नभएको भन्दै पत्रकार कर्मचारीले अदालतमा अवहेलना मुद्दा दर्ता गरेका छन्। ती मुद्दामा सञ्चालक, सम्पादक, व्यवस्थापन पक्षका व्यक्तिहरू प्रतिवादीका रूपमा उल्लेख छन्। असन्तुष्ट पत्रकार कर्मचारीको माग सम्बोधन गर्ने भन्दा रिपब्लिक मिडियाले कतिपय आफ्नै कर्मचारीसहित नेपाल पत्रकार महासङ्घ र श्रमजीवी पत्रकार सङ्घ विरुद्ध पनि अदालतमा उजुरी दिएको देखिन्छ। के आर्थिक रूपमा धराशायी भएर वा पैसा नभएर यो पब्लिक कम्पनीले आफ्ना पत्रकार र कर्मचारीलाई पैसा दिन नसकेको हो? तथ्यहरूले त्यसो भन्दैनन्। यो कम्पनीले सरकारसँग नियमित तलब दिने लगायतका प्रतिबद्धता गरेर 20 करोड रुपैयाँ सहुलियत कर्जा लिएको भेटिएको छ। सरकारको व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि 2077 को उद्देश्य हो कोभिडबाट प्रभावित व्यवसायमा श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी र व्यवसाय निरन्तरताका लागि कर्जा प्रवाह गर्ने। यही कार्यविधिका शर्त अनुसार नेपाल रिपब्लिक मिडियाले पनि कोभिड महाव्याधिको समयमा 20 करोड रुपैयाँ सफ्ट लोन लिएको छ। यहाँ सफ्ट लोन लिनु आफैमा ठुलो विषय होइन, उक्त सफ्ट लोन उद्देश्य अनुसार खर्च भयो वा भएन भन्ने प्रश्न हो। यदि त्यसो हुन्थ्यो भने त्यहाँ कार्यरत पत्रकार कर्मचारीले तलब पाएनौ भनेर सडकमा आउनु पर्दैनथ्यो। यहाँनिर के प्रश्न उठ्छ भने त्यो कर्जा तलब भुक्तानी, रोजगारीको निरन्तरता, एसएसएफ वा पीएफ जस्ता दायित्वमा कति र कसरी प्रयोग भयो? अब अर्को ठुलो तथ्य आइपिओ। नेपाल रिपब्लिक मिडियाले 2080 सालमा आइपिओ बेचेर 43 करोड 53 लाख रुपैयाँ उठाएको थियो। आवेदकहरूबाट 10 किताका दरले बाँडफाँड हुँदा नागरिकमा अहिले 3,61,000 जनाको पैसा छ। आइपिओको कुरा यहाँनिर किन सान्दर्भिक छ भने यो संस्था सर्वसाधारणको लगानी र विश्वाससँग प्रत्यक्ष जोडिन्छ। आइपिओबाट उठाएको त्यति ठुलो रकम केमा खर्च भयो? कति ऋण तिर्न गयो? कति कार्य सञ्चालन र श्रम दायित्वमा गयो? यो कम्पनीका अडिट रिपोर्ट र वार्षिक प्रतिवेदनहरू केलाएको माइसंसार.com ले सर्वसाधारणको लगानीको 71% समाचार कक्ष र पत्रकारका लागि भन्दा पनि सञ्चालकहरूको टाउकोमा रहेको बैंकको ऋणको बोझ हटाउन प्रयोग गर्ने योजना रहेको उल्लेख गरेको छ। उपलब्ध पत्राचार, सहमति, कागजात, विज्ञप्ति र सार्वजनिक विवरण जोड्दा 5 वटा निष्कर्ष स्पष्ट देखिन्छन्। पहिलो, यो श्रम विवाद नयाँ होइन। वर्षौंदेखि तलब, न्यूनतम पारिश्रमिक, कोभिड कालमा सेवा सुविधामा गरिएको कटौती र कानुनी सेवा सुविधा बारे पत्राचार र दबावको क्रम लामो समयदेखि चलिरहेको देखिन्छ। दोस्रो, तालाबन्दी विवादको उत्कर्ष मात्र हो। महासङ्घको लिखित भनाई प्रकाशन अवरुद्ध नगर्ने गरी भन्ने छ र त्यो दिन पनि पत्रिका र अनलाइन सुचारू देखिएकाले नागरिक बन्द गरियो भन्ने हेडलाइन र न्यारेटिभमाथि गम्भीर प्रश्न उठ्छ। तेस्रो, पत्रकारहरूले नियमित तलब, न्यूनतम पारिश्रमिक, एसएसएफ, पीएफ, उपदान, बिदा जस्ता कानुनी अधिकार पाएका छैनन्।
चौथो, यो संस्था सार्वजनिक लगानीसँग जोडिएको पब्लिक कम्पनी हो। यहाँ 3,61,000 नागरिकको पैसा छ। सरकारबाट सहुलियत कर्जा पनि लिएको देखिन्छ। यस्तो कम्पनीले आफ्ना पत्रकारलाई कानुनी अधिकार दिनुपर्ने जिम्मेवारी अझ बढी हुन्छ। पाँचौं, विवाद नियामक निकाय हुँदै अदालतसम्म पुगेको देखिन्छ। नेपाल रिपब्लिक मिडियाले महासंघसँग 2 पटक लिखित सहमति गर्यो, 2079 मा र 2082 मा। दुवै पटक तलब नियमित गर्ने, कोभिडको बक्यौता तिर्ने, कानुनी सुविधा दिने भनियो, तर ती सहमति कार्यान्वयन भएनन् र अहिले आफ्नै पत्रकारले श्रम अधिकारको लागि आन्दोलन गर्दा यसलाई प्रकाशन बन्द गर्ने प्रयास भनेर नकारात्मक फ्रेमिङ गरिएको छ। जब एउटा सार्वजनिक मिडिया कम्पनी आफ्नै पत्रकार र कर्मचारीप्रति इमान्दार हुन सक्दैन, आफूले गरेको सहमति पुरा गर्न सक्दैन र नकारात्मक फ्रेमिङ गरेर वास्तविकता लुकाउन खोज्छ, त्यसले जनविश्वास कसरी आर्जन गर्छ? प्रमाणहरूले नेपाल रिपब्लिक मिडियाबाट जवाफदेहिताको माग गर्छन्।